यहाँ मम्मीको रियाक्सन हेलो गाइस मर्निङ म चाहिँ उठेर मुख धोएर अब चाहिँ घरको कामहरू गर्नुपर्छ एकदमै लास्टै गरम छ सो फ्यान लाउनु पर्छ ओ कहाँ आइज किन रोएको सो उठेर म चाहिँ उठेर घरको काम गरिरहेको छु यो काली कहाँबाट आएछ अन्त मेचिया लिएर जाउँ सो ह्याप्पी दसैँ टु इच एन्ड एभ्री वान सबैलाई दसैँको शुभकामना है सो अहिले मान्छे सबैको घरमा सफा छ उयोहरू चाहिँ हुँदै होला हाम्रो घरमा पनि भइरहेको छ त्यही भएर झन् हाम्रो चाहिँ घर यस्तो देखाइ नसक्छ है त्यही भएर गाइस अहिले चाहिँ घर सफा गर्दैछ मेचिया भेटेँ मैले लोकल दुध गाईको के अरे लोकल दुधको चिया चाहिँ एकदमै मिठो मेरो रुम चाहिँ एकदमै हालत पातलै छ हेरिनुहोस् त्यही भएर गाइस एकदमै दमादमी सफासफी गर्दैछु बस्दै भयो भने सफा चाहिँ राख्नुपर्छ है सफा चाहिँ गर्नुपर्छ सो त्यही कारणले गर्दाखेरि घर भनेको जस्तै पनि घरै हो आफू बस्ने ठाउँमा चाहिँ त्यही कारणले गर्दाखेरि चाडबाड आउँदा फेरि सफा त गर्नुपर्छ है त्यही कारणले गर्दाखेरि सफा हामी के गरम छ कि एकछिन फ्यान बिना बस्न सक्दैन कालै क्यामेरा अगाडि ल्याएपछि कस्तो क्यामेरा अगाडि ल्याएपछि खतरा है होइन खेलिरहेको मान्छे पनि क्यामेरा अगाडि ल्याएपछि झरेर सो त्यही हो गाइस मम्मी चाहिँ किचनमा हुनुहुन्छ बाबा बाहिर काम सो अहिले मान्छे यति सफा गरिसक्यो है यहाँ चाहिँ यस्तो छ आमा यो त कहिलेको हो यो त साल 3-4 साल पहिलाको होला अझै यता छ ग्लासहरू सफा गर्नुपर्ने छ काम थुप्रो छ सो गाइस अहिले मान्छे यतिको चाहिँ बनायो है पर कतिको छ अहिले कतिको भयो So yeah. Hello guys. आज तो एकदमै पानी परेको छ अहिले चाहिँ यस्तो पानी परिरहेको छ अहिले सक्छ पानी परेको छ मम्मी आउँछ एकदम पानी परेको छ केही सुन्दैन पानीले आउँदैन होला तर पानी चाहिँ बबाल परेको छ बबाल 2-3 दिन भएर त घाम लागेन पानी नपरेको लास्टै पानी पऱ्यो तर पानी परे पनि गार्डनको रुम चाहिँ नपरेको जस्तो लाग्छ है म चाहिँ भोक लाग्यो अब भोक लागेर किचनमा आएको किचनहरू सफा गरेर रुमहरू पनि सबै सफा गरिसकेको छु म चाहिँ लास्टै मर्निङ त्यहाँको म्यागी कसले खायो म्यागी खायो म्यागी पनि खाइदिन्छ म्यागी नभएपछि के खानु अब यहाँ सिमताक चाहिँ अब बुटन्छ बनाएर चाहिँ खानु अब कहाँ गयो
यहाँ हालिदिनु चिया उही या मम्मी हो त मम्मी हो नुडल्स पनि भइसक्यो अघि बनाउँथ्यो अहिले भइसक्यो मम्मी अब चाहिँ खाने हो पानी परिरहेको त दूध लागेको चिया या मम्मीको रिएक्सन पानी आइसक्यो भने चाहिँ यतिको दामी चाहिँ हुनैपर्छ है यतिको दामी चाहिँ हुनुपर्छ पानी आइसकेपछि हाम्रोतिर चाहिँ पानी सडक्कै बसेर पनि गाडाङगुडुङ चाहिँ गर्दैछ बस पानी सकेर पनि पानी बसिसकेर पनि यस्तो भएको छ सो म चाहिँ अब त्यही हो अब गाउँमा बसेपछि गाई ल्याउनै पर्यो सबैको काम जन्मेदेखि गरिआएको ल्याउनै जानै पर्यो त्यही कारणले गर्दा गाई लिनु जाँदैछु म चाहिँ गाइस बखुलाहरू त्यो चाहिँ हाम्रो कोदो जस्तो भन्छ अलिअलि कोदो रोपेर एकैछिन मजा पनि हुन्छ अब हामी मान्छेको चाहिँ मजा हुन्छ अब तपाईँहरू मलाई चाहिँ बक्ला मजा लाग्छ लास्ट चाहिँ तर भन्दाखेरि पैसा चाहिँ हुँदैन अब बिना पैसा रमाउनु पऱ्यो गाउँमा बसिसकेपछि हरेक कुरो देख्नु पाउँछ तर गाउँमा बस्नु बेफाइदा फाइदा चाहिँ सुकुन बेफाइदा चाहिँ पैसा हुन्छ आयो भएछ यतातिर केही छैन घर खेत पनि छैन के छैन सबै त्यतातिर बिल्डिङहरू पो बनेको छ हामी यतातिर सबै धान रोप्थ्यो अहिले चाहिँ छैन गाइस केही छैन है समय कहाँदेखि कहाँ पुग्यो हान्नु आएर गरेको होइन ल्या आइज